हेलो गुड मर्निङ एभ्रिवान एन्ड वेलकम छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अन्त अहिले चाहिँ म चाहिँ घाँस काट्नु गएको होइन। अन्त के गर्नु, गाउँमा बसेपछि काम गर्नै पर्छ होइन, काम नगरी हुँदैन, त्यही हो। अन्त आज चाहिँ मेरो ड्युटी थिएन नि त, त्यही भएर चाहिँ घाँस काट्नु आएको होइन। अन्त अहिले चाहिँ म धेरै माथि आइपुगेँ। हेर्नु सक्नुहुन्छ जङ्गल कस्तो चाहिँ, जङ्गल चाहिँ पुरा डेन्जर छ होइन, त्यही हो। अन्त यहाँदेखि उताको भ्यू पनि हेर्नु होला तपाईँहरू। यहाँदेखि उताको भ्यू चाहिँ यस्तो छ है, ओ माका पुरा डेन्जर। यहाँतिर पुरा चिमलहरू पनि फुलेछ, अब फुल फुल्ने टाइममा पुरा जङ्गल 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 है, त्यही हो। अन्त के गर्नु, यस्तै छ लाइफ। अन्त घाँस काट्ने जग्गा चाहिँ पुगेको छुइनँ म, निकै जानुपर्छ होइन, निकै माथि जानुपर्छ। नजिकतिर घाँस पाउँदैन है। यहाँ बेगित यहाँ कुनै चराको आवाज आउँदैछ है, कराउँदैछ कस्तो कस्तो टाइपको उँ गर्दैछ। तपाईँहरूले चाहिँ सुन्नु हुँदैछ कि छैन, तर मैले चाहिँ सुन्नु। हरायो गाइस, हरायो, कराउनै छोड्यो। यता कता कराउँदैछ, अझै कराउनै छोड्यो। यहाँनिर चाहिँ पुरा के को पहिलाहरू छ, के को पहिला हो, बाघ भालु त होइन होला। भिडियोलाई लाइक गरिदिनु भएको छैन भने लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है त। त्यति त गर्नु सकिहाल्नुहुन्छ तपाईँहरू। यहाँतिरको भ्यू चाहिँ यस्तो छ। आज चाहिँ पुरा फगी छ है गाइसहरू, यहाँतिर हेर्दै सक्नुहुन्छ माथितिर। हमको क्या लेना इससे है ना। पक्कड भाइ पक्कड, सालेको भाग्यो म थाक्ने मात्र। यहाँनिर चाहिँ के छ, कसको घोडा रहेछ है यहाँनिर चाहिँ। कसको घोडा, बच्चा घोडा रहेछ होइन, बिचरा। तेरो माउ खै, तेरो माउ खै, देख सकते गर्नु लातो हिर्काउँछ यस्तोले त। यहाँ पे छोटकू सा घोड़ा है। तो हम लोग घास कहाँ पे काटेंगे गाइज, घास तो है नहीं। अब घाँस यहाँ माथि काट्नुपर्छ है त। अब चाहिँ घाँस काट्नुपर्ने हुन्छ होइन, अब चाहिँ घाँस काट्नुपर्ने हुन्छ। तर पुरा शीत छ होइन, कसरी काट्नुपर्ने, पानी पनि त पर्न आँट्यो नि त, त्यही भएर। जिन्दगी के सवाल हो मैं